नेपालीबाट पैसा उठाएर अब बेसियालाई खोलौँ भन्दै थियो। अब विदेशमा लगेर भुटान नेपालीलाई भुटानी बनाएर बेच्दा पनि भएन, नेपाली चेली बेच्दा पनि भएन। अब यी खुलेआम बेसियालाई खोलौँ भन्दैछन् सांसदहरू। मुखमा नि च्याप्प समातेर मुखमा खेकारेर नि त्यो पहेँलो खेकार चाहिँ थुक्नु पर्ने क्या। के बोलेको त्यस्तो? अब चेलीबेटी त्यो बोल्नेले उसको परिवार ल्याएर राख्नु नि, उसको छोरी राख्नु। त्यो बोल्दै थियो एउटा, यिनै माननीयले गर्नु नि त्यो काम। गर्दा हुन्छ त यिनै माननीयले, होइन? कसका छोरी चेली रहेछ न त्यस्तो सस्तो। अनि के खोजेको यिनीहरूले? के भनेको? ल के भनेको भन्नु त? त्यो माननीय जो बोल्दै थियो नि, त्यही माननीयले आफ्नो श्रीमतीको छोरी लगेर त्यो धन्दामा राख्नु। त्यो भन्दै सम्पूर्ण पत्रकार साथीहरूलाई आजदेखि हाम्रो एक घर एक पर्चा निम्तोको कार्यक्रमलाई सबैजनाले खिचेर सोसियल मिडियामा प्रचार प्रसार गरिदिनु होला। म तपाईँहरू साथीहरूलाई के भन्छु भने, युट्युबर साथीहरूलाई, हामीलाई ठुला मिडियाले साथ दिँदैनन्। उल्टो खेल्नु पर्यो भने चाहिँ 12 भाइ लाग्छन्। नभेटेर मात्रै हो। म के भन्छु भने यो नेपाल बनाउने अभियान हो, नेपाल जोगाउने अभियान हो, नागरिक जोगाउने अभियान हो। तपाईँहरूले राम्रोसँगले ठाउँ ठाउँमा गएर खिचिदिनुहोस्। यस्तो पनि हुन्छ त। खास गरेर हामीले